अनि साथीहरू आज हामीले मोमो बनाउन लागेको अनि मोमोको लागि दाइले यसरी पिठो मोल्दै हुनुहुन्छ। दाइ फेरि पिठो मोल्नुमा एक्सपर्ट हुनुहुन्छ फेरि हैन। अनि यतातिर मैले फेरि प्याज काटेँ। चटक्क प्याज काटेर खासै मिहिन भएको छ नि, सानसानै भएको छ। यता किमा चाहिँ फेरि दाइले बनाउनु भयो। यता म प्याज केलाउँदै थिएँ अनि यता बहिनीले आगो फुक्नतिर लाग्यो। आगो फुक्दै छिन् बहिनी अनि म फेरि लसुन केलाउनतिर लागेँ फेरि हो। अहिले फेरि लसुन केलाउन अप्ठ्यारो, सानो खालको लसुन छ। अलिअलि फेरि नङ पनि भर्खर काटेको भएर अलिकति काट्न अप्ठ्यारो। त्यहाँबाट म हल्का किमा बनाउनेतिर लागेँ। किमामा हाम्रो मासु चाहिँ हेर्नुहोस्, मासु अब टक्क मासु माथिबाट टक्क अब प्याज हाल्यो। प्याज हालिसकेर टक्क अब यसलाई मोल्ने अनि मोलिसकेपछि त्यो माथिबाट नुन हाल्ने अनि अलिकति अजिना हाल्ने। अजिना हालिसकेपछि अनि खराको तेल हाल्ने अनि हाम्रो किमा तयार हुन्छ साथीहरू। यता हाम्रो किमा तयार हुँदैछ अनि उता हाम्रो बहिनीले फेरि बेल्नतिर लाग्यो हैन। अब बेल्नको लागि अलिक ठुलै बेल्नुपर्छ। अलिअलि बिस्तारै बेलेर हुँदैन। अलिक ठुल्ठुलो बेलेर अनि बुटुको गिलासले थिचेर डल्लो त्यो के भन्छ रोटी बनाउने। अनि त्यो रोटीलाई चाहिँ म अनि टक्क किमा टक्क हालेर त्यसलाई बेर्दैछु साथीहरू। हेर्नुहोस् होला, खासै मजाले त बेरिँदैन, अलिअलि काम चला हो। सिक्दै गएपछि सबै पर्फेक्ट हुन्छ भन्ने एउटा धारणामा रहेर बनाउँदैछु। हात अलिक स्लो नै छ कि मेरो, त्यही भएर अलिकति खासै छिटो त बनाइँदैन, बिस्तारै गर्दै बनाइन्छ। अनि लगभग बनाउँदै गर्दाखेरि हाम्रो 2 सेट लगभग 9 मक्टु जस्तो बनाइयो। 9 मक्टु बनाइयो। अब रेडी हुँदैछ। हामीले 1 सेट त हालिसकिसक्यौँ, 1 सेट पाक्दैछ। अनि यता हाम्रो सिटमा नअटेर बाहिर बनाउँदैछौँ। हेर्नुहोस् अब टक्क त्यो बनाएकोलाई टक्क सिटमा हाल्यौँ। सिटमा हालेर टक्क हामी ल फाइनली हाम्रो मोमो रेडी भयो अनि हामी खानेतिर लाग्यौँ। हामीसँग हुनुहुन्छ 5 जना सदस्य, सर, हसाप, दाइ, म अनि बहिनी। ल बाई बाई साथी हो।